आज फेरि मिन्ना नो निहुङ्गो लेसन 3 को मिनिङहरू लिएर आएको छु। यसमा चाहिँ म सरर मिनिङहरू भनिदिन्छु अनि मिनिङहरूको बारेमा थोरै व्याख्या पनि गरिदिन्छु। कृपया अन्तिमसम्म हेरेर भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। सुरुमा रहेको छ कोको। कोको कोको भनेको यहाँ यहाँ है। कसैले तिमी कहाँ छौ भनेर सोद्धाखेरि म यहाँ छु भनेर प्रयोग हुने शब्दलाई जापानिज भाषामा कोको कोको भनेर भनिन्छ है। अर्को छ सोको। सोको सोको भनेको आफूभन्दा अलिकति पर त्यहाँ त्यहाँ भन्नलाई सोको भनिन्छ है। जस्तै कसैले मेरो बुक खोइ भन्यो भने त्यहाँ टेबल माथि छ त्यहाँ टेबल माथि छ भनेर प्रयोग हुने त्यहाँलाई चाहिँ सोको सोको भनेर भनिन्छ है। अर्को छ असोको। असोको असोको भनेको टाढा आफूभन्दा टाढा भएको वस्तुहरूलाई देखाउनु पर्दा हैन, कुनै अब मान्छेलाई भन्नु पर्दा टाढा उतातिर भनेर भन्नु पर्दा चाहिँ असोको भन्ने शब्द प्रयोग गरिन्छ। जस्तै यामा दाजी कता हुनुहुन्छ भनेर ऊ त्यतातिर हुनुहुन्छ भनेर भन्नु पर्दा ऊ त्यतातिर भन्नलाई चाहिँ आसोको आसोको भनेर भनिन्छ है। अर्को छ दोको। दोको दोको भनेको कहाँ कहाँ। यो तपाईहरुले बुझिहाल्नुहुन्छ, एकदम सजिलो मिनिङ छ। कहाँ भन्नलाई चाहिँ दोको भनेर भनिन्छ है। अर्को छ क्योसिचु। क्योसिचु क्योसिचु भनेको क्लासरुम कक्षा कोठा। आफू पढ्ने कक्षा कोठालाई चाहिँ क्योसिचु क्योसिचु भनिन्छ। फेरि अर्को पढ्ने अरू मान्छेहरू पढ्ने क्लासरुमलाई चाहिँ अर्कै भनिन्छ। आफू पढिरहेको आफू पढ्ने कक्षा कोठालाई चाहिँ क्योसिचु भनेर भनिन्छ है। अर्को छ जिमुसो। जिमुसो जिमुसो भनेको अफिस अफिस कार्यालय भनिन्छ नेपालीमा। कार्यालय कार्यालय चाहिँ जिमुसो जिमुसो भनिन्छ है। अर्को छ खाइगिसिचु। खाइगिसिचु खाइगिसिचु भनेको मिटिङ रुम बैठक कोठा है। के कस्तो के गर्ने भनेर सल्लाह गर्ने कक्षालाई चाहिँ खाइगिसिचु भनेर भनिन्छ। अर्को छ उकेचुके। उकेचुके उकेचुके भनेको स्वागत कक्षा इन्फर्मेसन डेस्क भनिन्छ है। के कहाँ जाने के गर्ने कुनै पनि ठाउँमा नयाँ ठाउँमा जाँदाखेरि सोधपुछ गर्ने कक्षालाई चाहिँ उकेचुके भनेर भनिन्छ है। अर्को छ हेया। हेया हेया भनेको कोठा कोठा आफू बस्ने कोठालाई चाहिँ हेया भनिन्छ। यो घर घरमा हुने सबै घरमा हुने आफू बसिरहेको कोठालाई चाहिँ हेया भनेर भनिन्छ है। अर्को छ तोइरे। तोइरे यो पनि एकदम सजिलो छ। तोइरे भनेको टोइलेट शौचालय है। शौचालयलाई चाहिँ तोइरे भनेर भनिन्छ। एकदम सजिलो मिनिङहरू हो यो चाहिँ। अनि अर्को छ खाइदान। खाइदान खाइदान भनेको भर्याङ भर्याङ है। भर्याङ माथि चढ्ने तल झर्ने भर्याङहरूलाई चाहिँ खाइदान भनेर भनिन्छ है। अर्को छ एरबेता। एरबेता एरबेता भनेको लिफ्ट लिफ्ट लिफ्टलाई चाहिँ एरबेता भनेर भनिन्छ। अर्को छ एस्करेता। एस्करेता एस्करेता भनेको स्वचालित भर्याङ। यो भनेको यो चाहिँ जथाभावी हुँदैन। कुनै कुनै ठाउँमा मात्र ठुल्ठुलो त्यो महलहरू ठुल्ठुलो बिल्डिङहरूमा अनि यता जापानमा चाहिँ यो स्टेसनहरूमा हुन्छ है। यो एस्करेता भने चाहिँ जथाभावी चाहिँ हुँदैन है यो चाहिँ। अनि अर्को छ
खुनी 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 भनेको देश कन्ट्री यो थाहा भएकै कुरा हो कन्ट्रीलाई चाहिँ देशलाई चाहिँ खुनी भनेर भनिन्छ अर्को रहेको छ खाइस्या 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 भनेको कम्पनीलाई चाहिँ खाइस्या भनिन्छ अर्को छ उची भनेको घरलाई उची भनेर भनिन्छ है अर्को छ देनवा भनेको टेलिफोनलाई चाहिँ देनवा भनेर भनिन्छ है अर्को छ कुचु भनेको जुत्ता आफूले लाउने जुत्तालाई चाहिँ कुचु भनेर भनिन्छ है अर्को छ नेकुताई भनेको टाई हामीले घाँटीमा लाउने टाईलाई चाहिँ नेकुताई भनेर भनिन्छ अर्को रहेको छ वाइन भनेको रक्सी यो चाहिँ इङ्ग्लिस शब्द नै हो है इङ्ग्लिस शब्दको वाइन नै जापानिजमा पनि वाइन नै भन्दो रहेछ यसले चाहिँ रक्सी है त अर्को छ उरिबा भनेको काउन्टर बिक्री कक्षा है काउन्टरलाई चाहिँ उरिबा भनेर भनिन्छ त्यसै गरी अर्को रहेको छ चिखा भनेको बेसमेन्ट जमिन मुनिको तल्लो भागलाई चाहिँ चिखा भनिन्छ है जमिन मुनिको भागलाई चिखा त्यसै गरी अर्को रहेको छ खाई भनेको फ्लोर है फ्लोरलाई चाहिँ खाई भनेर भनिन्छ अर्को छ नान खाई विच फ्लोर कति तल हो भनेर सोद्धाखेरि नान खाई भनेर सोध्न सकिन्छ है त त्यसै गरी अर्को रहेको छ इकुरा भनेको कति हाउ मच भनेर सोद्धाखेरि इकुरा भनेर सोधिन्छ यो चाहिँ प्रायः जसो पैसामा प्रयोग हुन्छ है पैसामा हाउ मच कति हो यसको प्राइस भनेर सोद्धाखेरि चाहिँ इकुरा देशका भनेर सोधिन्छ है यो चाहिँ अलिकति बढी पैसामा प्रयोग हुन्छ है अर्को रहेको छ ह्याकु भनेको 100लाई ह्याकु भनेर भनिन्छ है अर्को छ सेन भनेको 1000लाई सेन भनिन्छ है अर्को छ मान भनेको 10,000 इचिमान निमान सम्मान भनेर गनिन्छ नि हामीले हो त्यही नै है मान भनेर भनिन्छ है अर्को रहेको छ सुमिमासेन भनेको माफ गर्नुहोस् भनेर भन्दाखेरि कुनै बेला गल्ती हुँदाखेरि हैन हामीले गल्ती गर्ने सुमिमासेन भन्यो भने चाहिँ राम्रो सुनिन्छ है यो चाहिँ अलिकति माफ गर्नुहोस् भन्ने टाइपको है सुमिमासेन भनेर भन्न सकिन्छ है त त्यसै गरी अर्को रहेको छ मिसेते कुदासाई भनेको चाहिँ देखाउनुहोस् कुनै चीज हैन जस्तै अब मोबाइलमा फोटो हेर्ने जस्तै मेसेज हेर्ने के हेर्ने मलाई पनि देखाउ न भन्नु पर्यो भने चाहिँ मिसेते कुदासाई भनेर भन्न सकिन्छ है त त्यसै गरी अर्को रहेको छ ज्या
ज्या भनेको एउटै मात्र शब्द रहेको छ यो भनेको चाहिँ ठिक छ टाइपको है त्यसो भए ठिक छ टाइपको एकदम त्यो शब्दलाई चाहिँ ज्या भनिन्छ है एउटै मात्र शब्द छ है यो चाहिँ ज्या त्यसै गरी अर्को रहेको छ कुदासाई 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 भनेको कृपया दिनुहोस् कसैलाई मलाई पानी दिनुहोस् भन्दाखेरि कुदासाई मिजुओ कुदासाई भनेर भन्न सकिन्छ है मलाई पानी दिनुहोस् अथवा मलाई भात दिनुहोस् मलाई पैसा दिनुहोस् भनेर अरूलाई माग्दाखेरि चाहिँ कुदासाई भनेर प्रयोग गरिन्छ है त